गुड मर्निङ साथीहरू, सुप्रभात। आज हो डे 25 र आज केही म सेयर गर्न चाहन्छु 5वटा बेनिफिट मर्निङ वाक र होम वर्कआउटको। पहिलो नम्बरमा छ कन्फिडेन्स, आत्मविश्वास बढ्छ बिहान अलि एक्सर्साइज गर्दाखेरि र उठेर अलि 10 मिनट 20 मिनट 30 मिनट गर्दाखेरि हाम्रो बडीमा कन्फिडेन्स आउँछ। र दोस्रो छ पोजिटिभ थिङ्किङ, नो स्ट्रेस, सकारात्मक सोच्नुहुन्छ पुरा दिन र स्ट्रेस हल्का कम हुन्छ। र तेस्रो छ हाम्रो स्टडी प्लान, जुन इक्जाम हुन्छ हाम्रो विद्यार्थीहरूको, मतलब जो विद्यार्थी हुनुहुन्छ उसलाई त सङ्घर्ष गर्नु पर्दैन जाडोमा उठ्न गाह्रो भयो भने ह्याबिटले गर्दा। अर्को छ इम्युन सिस्टम भन्दाखेरि रोगसँग लड्ने क्षमता छन् जुन बढाउँछ 20 मिनट 30 मिनटले गर्दाखेरि। र फोर्थ नम्बरमा छ हाम्रो ह्याप्पी मुड अन। बिहान उठ्दाखेरि र यस्तो एक्सर्साइज गर्दाखेरि ह्याप्पी मुड अन हुन्छ, खुसी लाग्छ। अलि सबैजना सुतेको छ, म गर्दैछु, यस्तो खुसी लाग्छ कि मन अलि प्रसन्न हुन्छ कि बिहान उठ्दाखेरि। यो 5वटा फाइदा याग्री हुनुहुन्छ भने कमेन्ट गर्नुहोस् ल तपाईँहरू। जय नेपाल।